ब्यानरका साथमा र प्रेमको शिक्षकका साथमा आजको यस उद्घाटन सत्र कार्यक्रमको मार्च पास्टको सलामी दिनका लागि हाम्रो अतिथिहरू समक्ष उहाँ एक महिला शिक्षक, एक आशा नेत्री र वास्तवमै उहाँका सलामी दिँदै ग्रेस पब्लिक स्कुल साना साना नानी बाबुहरू निलो र रातो ट्र्याक सुटमा सुशोभित भएर मार्च पास्टका सबै ग्रेस पब्लिक विद्यालयलाई पछ्याउँदै 3 नम्बर क्रम जिल्ला प्रहरी कार्यालयका प्रमुख अङ्गुर जेसुजोलाई अबको पालो सलामी दिने मङ्गल प्रसाद नगुना माविको नेपालको झन्डा विद्यालयको ब्यानर खेलकुद शिक्षकका साथमा अत्यन्त भद्र निर्वाचित भए सलामी दिँदै माननीय जन्मजयन्ती दिवसी नाचो मङ्गल प्रसाद शास्त्री नेपालगञ्जका हीरा, मङ्गल प्रसाद शास्त्री नेपालगञ्जका मणि, मङ्गल प्रसाद शास्त्रीको विशेषण मङ्गल प्रसाद शास्त्रीको इतिहासमा नेपाल बनेको छ। शिक्षामा उहाँको योगदान नेपालगञ्जमा भुल्ने छैन। महादानी दानवीर ठुलो ठुलो अहदामा पुगेर नाम कमाएर मधेसी र मुस्लिम समुदायका नानीहरूलाई पढ्नका लागि बनाइएको यो विद्यालय सरस्वती माध्यमिक विद्यालय सलामी दिँदैछ। आजको यस कार्यक्रमका प्रमुख अतिथि पशुपति मावि, अबको सलामी पशुपति माविको। पशुपति माविका नानी बाबुहरू खेल शिक्षकका साथमा सलामी दिँदै हुनुहुन्छ। पशुपति मावि उहाँको विद्यालयको पनि योगदान नेपालगञ्ज महानगरपालिकामा अत्यन्त धेरै रहेको छ। अबको सलामी दिने पालो एबिसी रेसिडेन्सियल स्कुलको। नेपालगञ्ज वडा नम्बर नेपालगञ्ज जिल्लामा मात्रै साना साना नानी बाबुहरूको सुरुवातमा सुसज्जित गरेर अबको पालो सलामी दिनका लागि खेलकुद शिक्षक सहित कक्षा 1 देखि 12 सम्म पढाइ हुने यस विद्यालयमा लगभग 1200 विद्यार्थीहरू अध्ययन गरेका छन्। महाराजा माविन वीरेन्द्रमा बनाएको विद्यालय विक्रमसम्म 2081 साल कार्तिक 8 गतेदेखि राजा भर्सेस समथिङ मङ्गल भर्सेस राइटल्यान्ड देशको संस्कृतिको जगेर्ना गर्नका लागि संस्कृत शिक्षालाई उन्नयन गर्नका लागि स्थापना भएको नेपालगञ्जको अत्यन्त साथमा खेलकुद शिक्षकका साथमा अघि बढ्दै हुनुहुन्छ देवताली मावि। अबको पालो सलामीको सलामी दिँदै जय जनता मावि। सुशोभित यो विद्यालयका नानी बाबुहरू सिलको लगनमा सुसज्जित भएर अबको सलामी दिनका लागि अगाडि बढ्नुभएको छ।